युद्ध रोकिए जस्तो देखिए पनि स्थायी शान्ति अझै टाढा छ। पाकिस्तानले भारतसँग शान्तिका लागि केही प्रमुख मागहरू राखेको छ, जसमध्ये एक हो सिन्धु जल सन्धि इन्डस वाटर ट्रेडी पुनरावलोकन गर्नु। पाकिस्तानको भनाइ छ कि भारतले उक्त सन्धिको उल्लङ्घन गरेर पानी रोकिरहेको छ, तर भारतका लागि यस्ता मागहरू पूरा गर्नु सजिलो छैन। पहिलो, भारत आफैमा पनि जल स्रोतका हिसाबले संवेदनशील अवस्थामा छ। दोस्रो, भारत यो मान्दैन कि उसले सन्धिको उल्लङ्घन गरेको छ। तेस्रो, आतंकवाद र सीमा उल्लङ्घन जस्ता मुख्य समस्याहरू समाधान नहुँदासम्म भारत शान्ति प्रक्रियामा अघि बढ्न चाहदैन। यी सबै पक्षहरूले देखाउँछन् कि भारत पाकिस्तान सम्बन्धमा सस्तो समाधान छैन। शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले राजनीतिक इच्छाशक्ति, विश्वास र व्यावहारिक कदमहरू चाले मात्र सम्भव हुनेछ। यदि तपाईलाई यो विश्लेषण उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।